आज म यतातिर छु कता भन्दाखेरि गोकर्णमा आज के उभौली यस्तै चाडको अवसरमा चाहिँ गोकर्णमा मेला चलिरहेछ अनि म पनि यसो आइदिया। आज के यमरी पूर्णिमा पनि हो। आज हाम्रो नेवार जातिमा पनि यमरी खाने यस्तो चाड हो। सँगसँगै राई लिम्बू मगर जातको पनि हाम्रो एकै दिन पर्दछ आज है। त्यसैले आज म यसो अहिले यतातिर छु। त नाच्ने गाउने रमाइलो गर्ने ठाउँ राम्रो रहेछ। यहाँ स्टेज पनि रहेछ। स्टेजमा अहिले त्यहाँ भइरहेछ। यहाँ चाहिँ यस्तो छ। गोकर्णको सल्लाघारीमा अवस्थित यो ठाउँ चाहिँ पहिला यस्तो थिएन, तर निर्माणधीन थियो। अहिले चाहिँ पुरै फन पार्क सहित हरेक पिकनिक स्थल हरेक चिजहरू चाहिँ बनाएको रहेछ यहाँ है। यस्तो बनाएको रहेछ। यहाँ बिचमा स्टेज, त्यहाँतिर रमाइलो गर्दै आफ्नो जातिको ड्रेसहरू अझै लगाएर उहाँहरू मेला भर्नलाई असरी आउनु रहेछ। यस्तै कोही खाने कोही रमाइलो गर्ने है। यस्तो छ है। आफ्नो जातिको ड्रेस यस्तो छन्। खतरा दामी स्वीट ब्युटी सप। ल सबैजना यसरी मेला भरिरहनु भएको छ। त्यसैको अवसरमा आफ्नो व्यापारहरू पनि यहाँ चाहिँ बिक्री वितरण गर्दै टिकटक बनाउँदै ल यस्तो प्याक है। यस्तो प्याक आफ्नो जातको बाजा कला संस्कृति सहित सबै रमाउँदै ल यसरी नाचिन्छ। पुरा गोलो तालले नाच्ने क्या अब है। एउटा झ्याम्टा एउटा के भन्छ बजाउने मादल जस्तो भए फुल्ने यहाँ छ है। यहाँ पनि छ फेरि यहाँ पनि छ यस्तो गरी गोलो तालले यस्तो पुरा पार्टी छ। टिपिकल ड्रेसहरू सुन्दर देखिएको छ सबैजनालाई।
ल हेर्नुहोस् यहाँ झन् यति ठुलो छ, यति ठुलो। यसै गरी नाचिन्छ ल। मनाइन्छ उधौली उभौली किरात ती धर्ममा पर्छ होला सायद। बजाउने मान्छे चाहिँ सेन्टरमा बस्दो रहेछ। ल गाइस यति हो। भिडियो अलिकति लामो छ, स्किप नगरी हेरिदिनु होला है त सबैले है त। ओके बाइ बाइ।